सानो तिमीले त त्यो केक काट्नुभन्दा पहिल्यै कम कम खाइदियो है टोपी अलि बाङ्गो टोपी मिलाइदियो टोपी सानो तिमीलाई त केक मिठो भएको छ ए मेरो बा ओहो ओहो आहा पनि झिम्कायो तिमीलाई कस्तो लाग्छ सानो केक काट्दा ए हो कतातिर घुमाउने फेरि पड्काइदिउँ अब सुभाषलाई भिडियो देखाइदिनु लाग्यो के अन्त आउँदै आउँदै तपाईलाई ह्यापी बर्थडे मनाउँदाखेरि कस्तो लागिरहेछ पोहोर त फेरि रोइदियो के रहेन बस्नुहोस् न बस्नु ह्यापी बर्थडे मनाउँदा कस्तो लागिरहेछ आज त मिठाई मात्रै खाने भयो निले त सानो भित्तामा पनि केरी छिन् थ्री भन्ने लेखेर उठ्यो नि क्यान्डल कहाँ गयो भाइ तिमी छोरा थियो त तिमी छोपा थियो त अघि कि यता राखेको छु कि हेर त हेर त थ्री लेखेर त गु कहाँ गयो क्यान्डल सानो तपाईले टोपी लिने ठाउँमा उयो भेटाउनु भएन क्यान्डल भेटाएन भयो त यो लाग्यो छोड्दियो केही हुन्न त्यो सानो अब तिमीले चक्कुले कसरी काट्छौ ए अनि ह्याप्पी बर्थडे गर्ने बेलामा तिमीले काट्ने हो डन भइसिन् डन ओहो के लेखेको छ नि त्यसमा के छ सानो यसमा के लेखेको छ थ्री लेखेको छ सब थाहा यो यसमा नहाल यसमा यता यता बाहिर बाहिर पर्छ यो काम छैन त्यहाँ पर्छ कि त्यो यता बाहिर त्यहाँ होइन देऊ देऊ एउटाले देऊ यता बाहिर बाहिर पड्कायो बाहिर त्यसमा यता पड्कायो कि त्यो उसमा त्यो केकमा जान्छ कि केकमा ल अब ह्याप्पी बर्थडे टु यु भागिन् त ह्याप्पी बर्थडे टु यु युवराज ह्याप्पी बर्थडे टु यु निभ्यो अङ्कल आउनु अङ्कल आएर यतातिर है उतातिर जान्छ ओ उतै गयो सबैको केकमा भयो ल है ल है ल है ल पड्किन ला है हेर सानो आएर अङ्कलले पड्क लाउन भागिन भागिन बुडुङमा गऱ्यो सानो सबै उहाँ केक भएर गइहाल्यो
खै भएन हैन नभए पनि तिनी आएन नि कहाँ पुगेछन् का अब कहाँ गयो ह्यापी Happy birthday to you. युवराज बहादुर ओखो आफै खाने पहिला ओखो ल म हात धोएर आउँछु र ल मिठो भयो ओखो चम्चा दिउ अब चम्चा छुटा छुटा चम्चा सानलाई उ त बिस्तारै टिक्दै एउटा छेस्काले त्यो फुल गर्न त बहिनीमा बत्ती चाल्नु बत्ती बत्तीले साइड लगाइदिनु है पहुँच त्यो खान निकाल्दिनु के यसलाई बत्ती काम यहाँ त हुँदैन बरु यतातिर उतातिर ल बाहिर उता त्यहाँ लगाएर होला कि फुल गर्नु माथि फुल गर्नु तलबाट माथिबाट गर्नु हैन यो कालिन्छ बिस्तारै बत्ती काले जान्छ त्यही भएर यस्तो यो ठिक हुन्न कि ठिकै लाग्छ त्यस्तो यो खाने चिजमा पर्छ उसले वा खाइदेन सानो किप्ले सानो तिमीलाई मन पर्यो यो तिमीलाई मन पर्यो यहाँ लिने फोटो खिच्नु अब मुख मुख आउँछ बिनेर खाल्ने यो पड्काएर झिलिमिली पड्काएर छान्दै खाँदै हाई गर अब भयो ह्यापी बर्थडे के काला ल यसरी काट्नु ल बाबा आउनु त एकले त काटिसक्यो उसले काटिसक्यो ल बाबा आउनु म किन आउँदा भइगयो त ओइ कान्छो यसो गरेर उ आफै यहाँ दिनु न म यहाँ म फोटो खिच्छु यता हेर आ बाबा खुवाइदिनु होला नि त खोइ त खुवाइदिनु न हेर गालो फाइल ल ल जाऊ जाऊ यहाँ हेर यता यो हट्नु हो यसले चाहिँ औटै पारा छ ओइ कान्छा यता ल आइफोन ल यो अङ्कल हेर त यहाँ हेर न यस्तो गर्दै हाँस्दै हाँस ल हाँस्दै ल पहिला यसलाई अड्दो अनि त्यसपछि बल्ल हाम्रो झिल्कीमिल्की दिँदै ल तिमीलाई नै यो यसलाई हाल्छु यहीँबाट खुवाइदिउँ कि यसलाई यता जुठो हाल्छ ल आउनु बा खुवाइदिउँ न नातिलाई ल यता यो जुठोमा हाल त्यहीँबाट टिपेर खुवाइदिउँ के त खुवाउने होला नि टिका लाउने हैन हैन बेला भयो भने चाहिँ टेका लगाएर हैन भने मतलब ह्यापी बर्थडे टु यु पूजा आजा गरे भाइ है ज्ञानी भाइ ओके भन ओखो बसाइ भित्रबाट लगाएर नि फेरि अब चाहिँ फोटो खिच्नु गाह्रो छ यसलाई त्यसले होइन अरे के कान्छा मामाले त झगडा गर्यो त्यसले होइन अरे के ओइ के ल्याएन के लेखानी हौ छोड्दिनु पर्यो छोडिदिन्छु आफै खाऊ भन आफै खाऊ के चाहियो छोरालाई तिमी नचलाउ रे के त्यो तिमी नचलाउनु किन चलाइसु के यसले कसैलाई पनि नदिने भने पहिला हो त ल खाऊ ल खाऊ सानो नि हो तिमी खाऊ खाऊ टन्न ल पामा पार अन्त हाले ल खाऊ त ल खाऊ त ल अन्त हाले होइन कान्छ मैले नै भनेर गरे खाएकै मैले त छ खाने खानु भएन? खाइसके त्यहाँ पनि छ ए, यो अन्डा खाँदैन हो होइन अन्डै नहालेर बनाइदिनु होला भनेर अन्डा चाहिँ खाँदैन राखो मासु चाहिँ मासु खान्छ केकमा हुन्छ कि अन्त केकमा चाहिँ हुँदैन त्यस्तो सानो मिठो भयो तिमीलाई कान्छ आइज ल कुचीहरू पनि खाँदै गर तिमी नै खाऊ उसले के खुवाइदिनु बेला जस्तो छैन ओहो यस्तो राम्रो बर्थडे पनि के खुवाइदिनु नपर्ने आफै खाइसिन् भाइ गरम कि गरम खा भाइ पोहोर रोएर खाना बन्थे खा न खा तिमी बसेर खाऊ न अन्त गम खाइसिन् त आफै मैले यतिकै आन्टीलाई दिन्छु है हुन्छ तिम्रो आन्टीलाई है ल आन्टीलाई के गिफ्ट दिने त अब आन्टीलाई के गिफ्ट दिने ओकु थ्याङ्क यू भन थ्याङ्क यू यहाँ राखेर अँ दुई हातले अँ ल नमस्ते गरिदिनु ल ल
ल समाउनु समाउनु समाउ ल थ्याङ्क यू भन ल यस्तो गर यो हात ल्याऊ, हात ल्याऊ। उसको मन छैन अहिले मलाई त थोरै ल्याउनु है सानो भाइलाई दिनु उसले खाइदिएर यता अभिषेक त्यो बाबुलाई यिनीहरूलाई नि खै तिमी खाऊ न तिम्रै हो ल अभिषेकलाई दिउँ तिम्रै हो भन्दा भन्दै सबै काट्ने भ्याइसक्यो केले दिएछ काकाले हेर त मम्मीले छाबाट भात खाइसक्यो नमस्ते गर ल हेर्दैन हुन्छ हेर्दै हेर्दैन हेर के छ हेर त त्यहाँ के छ अरे हेर त अहिले त्यो बुन्दी बेलै छैन कि उसलाई मतलबै छैन कि गिफ्ट गरेको ए ल काकाले के ल्याइदिनु मेडिसिन मस्ती हेर के गर्नु छिटो दियो भने कि यसलाई काट्न दिन्न के त्यही भएर यसलाई राख्दैन यो खाने ल ल छाछ 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 ल हेर मिठाई छ यसमा हेर त छ के ल चकलेट दिइदिएको छु तिमीलाई हेर्दैन आज चक्लेट नि चाहियो पुरै खाएको छ अहिलेदेखि झगडा गरेर केक त केक केक त केक केक काट्ने भन्छ केक काट्ने भन्छ ल ल यति मम्मीले खाने कि ल तिमीले यो 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 ल छोड्दैन बाबा कहाँ गयो पहिला तपाईँले खानु भयो अभिषेक मण्डल खाने खाइसक्यो ल अभिषेक अर्को अभिषेक ल भयो अभिषेक बाहिर आऊ रे यहाँ बाहिर आऊ क्या भित्र गएर खाएर कहाँ हुन्छ त नि लुकेर पो खाएको छ नि बाहिर खाऊ भन्छ उसले पो अहिले खाउँला कि मैले क्यामेरा बस्नु भएको छ कि त्यही भएर यता हेर्नु यता हेर यता हेर भिडियो गरेर फोटो खिच्देऊ न जरा